बुढो चाहिँ उता रसुवा नाका जानुभएको थियो। अस्तिको बाढीले 9 गते बेलुकासम्म चाहिँ हाम्रो कुरा भएको थियो, लगभग 10 बजेसम्म जस्तै। अनि त्यसपछि भोलिपल्ट बिहान बाढी गएदेखि चाहिँ सम्पर्कविहीन हुनुहुन्छ, अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन। अनि उहाँको नाम चाहिँ सरोज कुमार थापा मगर हो, गाडी नम्बर चाहिँ 4553 हो। अनि गाडी चाहिँ केरुङ नाकाभित्र छिरिसके, म चाहिँ बाहिर होटेलमा छु भन्नुभएको थियो। अहिलेसम्म सम्पर्कमा आउनुहुन्छ भन्ने आशा राखेको छु। लोकेसनमा पनि त्यही नाका थियो, अहिलेसम्म केही आएन। म चाहिँ उहाँको श्रीमती हो। मकनपुर हेटौडाको तपाईँ चाहन्छ छिटोभन्दा छिटो सम्पर्कमा एक कल फोन गरिदिनु होला। हेटौडा मकनपुरको हो, खरङ्गा रसुवाबाट उहाँ चाहिँ ड्राइभर हो, गाडी चलाउन जानुभएको थियो, आउनु भएको छैन। त्यो जुन दिन रसुवामा बाढी पहिरो आयो नि त्यही दिनमा चाहिँ उहाँको भन्सार हुनुपर्ने होइन। आन्टीलाई चाहिँ म आउँदैछु भनेर कल गर्नुभएको थियो, त्यहाँदेखि सम्पर्कमा छैन। उहाँको नाम चाहिँ मिथुन थापा, बारबिसे सिन्धुपाल्चोक जिल्ला, वडा नम्बर 7। फोटो अरू दाईहरू पनि हुनुहुन्छ, जति पनि हुनुहुन्छ, अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन। यो हजुरले अहिले देखाउनु भएको फोटोहरू सबैजना एकजनाको चाहिँ मृत्यु भयो भनेर भनेको छ, तर अहिलेसम्म थाहा छैन कहाँ हो भन्ने कुरा। उहाँ चाहिँ आफ्नै अङ्कल अधिकारी हो। उहाँ चाहिँ गोपाल बस्नेत हो, मेरो सम्बन्धले मेरो भान्जा हो। उहाँ चाहिँ त्यसै दिनको घटनापछिबाट चाहिँ टिमुरेको घटेखोला भन्ने ठाउँबाट चाहिँ उहाँ सम्पर्कविहीन हुनुभएको छ र हामी तीव्र गतिमा हामी सबैतिरबाट चाहिँ खोजिरहेछौँ, तर उहाँको कुनै सम्पर्क हुन सकिरहेको छैन। र अहिले अब एयरपोर्टमा पनि अरू भाइ बहिनीहरू गइरहेछन्, म चाहिँ यहाँ आएको छु, अरू कोही विरस्थल गइराख्नु भएको छ, तर हामीले कुनै खबर पाउन सकेका छैनौँ। र अब परिवार होइन, उहाँ उसको भान्जाको वाइफहरू त अब एकदम अप्ठ्यारो स्थितिमा घरबाट निस्किन नसक्ने गरी बसेका छन्, तर पनि हामी खोजीमा जुटिरहेछौँ अब रात्र, तर कहीँ पनि त्यस्तो हामीले जानकारी पाउन सकिरहेको छैनौँ। जुन फोटो देखाउनु भयो उहाँको परिचय सहित कहाँबाट हो? उहाँको जन्म चाहिँ सिन्धुपाल्चोक हो। मेरो आफ्नै भतिजो हो, मेरो दाइको छोरो। कान्छो चाहिँ नाम चाहिँ जीवन श्रेष्ठ जोन्छे हो। ऊ अहिले कहिलेदेखि भनेदेखि उहाँ 10 गते बिहान 8:30 बजेदेखि सम्पर्क भएको थियो, 8:30 बजीसम्म। त्यहाँ पछि चाहिँ सम्पर्क भएको छैन। हामी खोजी कार्यमा चाहिँ त्यो सकुशलको लिस्टमा पनि नाम कहिले आएन। हामी उसको हेड अफिसमा पनि गयौँ। हेड अफिसमा चाहिँ यतिजना कर्मचारी छ भने कर्मचारीको लिस्ट मात्रै पायौँ हामीले, घाइतेको लिस्टमा पनि पाएनौँ, हराइरहेछ। अनि यस्तो मृतकको कि हो कि भनेर चाहिँ लासहरू पनि यसो बुझ्यौँ, काहीँ पनि फेला पार्न सकेका छैन अहिले आजसम्म। त्यही भएर चाहिँ यसको लागि खोजी कार्यको लागि यहाँहरूसँग अपेक्षा राख्दछु। हुन्छ, हजुरले आफ्नो परिचय सहित अहिले जुन फोटो देखाउनु भयो के हो त्यो बारेमा भन्नुहुन्छ? उसको नाम हेमन्त गुरुङ। आज 3 दिन भयो बेवार्ता भएको, कन्ट्याक्ट दिन भएको। कुन ठाउँबाट? उता मैलुङ हाइड्रा पावरबाट कामको सिलसिलामा त्यहाँ काममा जान्थ्यो। अब भाग्यो भागेन के हो कसो थाहै छैन, अहिलेसम्म कन्ट्याक्ट दिन भएको छ। के हो कसो के भन्ने सकुशल छ कि या जिउँदो मरेको छ के हो होइन, कसो छ अब यसो खोज्नुलाई खोजतलास गरे। कति कन्ट्याक्ट गरेछु, अहिलेसम्म भेटेको छैन क्या। रसुवाको कुनै पनि भेटेको छैन क्या। जिउँदो मरेको केही पनि थाहा छैन क्या। एउटा केही पनि
खबर आएको छैन क्या त्यो खोजिदिनु होला भन्न चाहन्छु। मेरो भतिजो बेत्रावतीबाट हराएको। बेत्रावती लास्ट लोकेसन बेत्रावती हो। भाग्ने क्रममा चाहिँ अब ज्यान बचाउने अवस्थामा चाहिँ गर्दाखेरि चाहिँ तपाईँको एकजना साथी चाहिँ बाँच्न सफल भयो भने एकजना चाहिँ अब अहिलेसम्म बेपत्तै छ। अब कुनै अब हामीले अहिलेसम्म केही चिजै भेटाउन सकेका छैन भनौँ न, त्यो अवस्था छ। अब हामी सबै अब देशै शोकमा डुबेको अवस्था भइरहेको छ। त्यही हो मैले भन्नु चाहिँ। यो चाहिँ उसले लगाएर गएको ड्रेस हो। जाँदाखेरि यो घुम्न गएको बेलामा लगाएको ड्रेस यो हो। यो चाहिँ त्यो बाइकको फोटोहरू हो। गोसाइकुण्डमा फर्केको अवस्था। समस्या चाहिँ हाम्रो भाइ चाहिँ अस्तिदेखिको भन्सारमा एजेन्ट प्रतिनिधिको रूपमा काम गर्नुहुन्थ्यो। अहिलेसम्म अत्तो छैन। अनि त्यही समस्या छ ठुलो। हामी अब सबैतिर हामीले खोजिसक्यौँ, कतै पत्ता लागेको छैन। आइसियुमा छ कि भनेर नि हेऱ्यौँ। एयरपोर्टमा पुरै हामीले मान्छे राखेका छौँ, कोही आउँछ कि भनेर। मैथली क्याम्पमा पनि मान्छे राखेका छौँ, अहिलेसम्म पत्ता लागेको छैन। अब मिडिया मार्फत चाहिँ सबैलाई जानकारीको लागि चाहिँ हजुरलाई चाहिँ हामी अपिल गर्दछौँ। प्रकाश देवकोटा र सुरेन्द्र सुवेदी दुईजना हुनुहुन्छ। दुईटै फोटोहरू हाम्रो फोटो हेर्नुहोस् त, एकचोटि जुम गरेर देखाइदिनुहोस् त। अलि मेरो भाइ प्रकाश देवकोटा र ज्वाइँ सुरेन्द्र सुवेदी हुनुहुन्छ। सन्तोष अधिकारी पनि भाइ पनि। भाइ सन्तोष भाइ अच्युत नेउपाने हाम्रो आजसम्म कन्ट्याक्टमा आउन सकेका छैन। बाबु ढकाल ल नाम भन्दै जानुहोस् त। हाम्रो धेरै नै आफन्त मिसिङ भएको कारणले सुभद्रा नेउपाने, सौगात अधिकारी, प्रकाश देवकोटा, सुरेन्द्र सुवेदी लगायत सम्पूर्ण चाहिँ हराइरहेका व्यक्तिहरूको चाहिँ खोज तलासमा चाहिँ राज्यले र सरकारी निकायले सक्दो सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गर्दछौँ। हस् त, धन्यवाद। फोटोहरू सबैको छ। फोटो त अरू कसको छ फोटोहरू? पाँचैजनाको कहिले हाले